तपाईँले 4 महिना कुलमान घिसिङलाई छोड्दिए भए के हुन्थ्यो? कसरी? म आउनु चाहेर आएको होइन। अहिलेको आवश्यकताको 77 सालमा कार्तिकमा म कसरी आउनुको कारण आधार बताउनुहोस् न, कसरी आउनुभयो, किन आउनुभयो? कुलमान घिसिङलाई तपाईँले भने भए म तपाईँको लागि छोडिदिन्छु, 4 महिना काम गर्नुहोस्, म भन्दिनँ। म 3.5 वर्ष अदालतमा भौतारिएर बसेको होइन। 78 सालको भदौदेखि मैले सर्वोच्च अदालतमा निवेदन उजुरी हालेँ मलाई अवैध हटाइयो भनेर। 3 वर्षमा मेरो अवधि सकियो। 3.5 वर्षमा सकिँदासम्म अदालतले सुनवाई नै गरेन, पेशी नै चढेन। पेशी चढ्यो, सुनवाई भएन, इजलास नै बसेन। मलाई अन्याय भयो भनेर मैले धेरै ठाउँमा बोलेँ पनि। अदालतबाट मैले न्याय पाइनँ, न्याय नपाए गोर्खा जानु भन्थे, म कहाँ जानु भनेर त्यो पनि भने मैले होइन। अब त्यो अन्याय नपाएको अन्याय भएको न्याय नपाएको बेलामा सरकारले मलाई सम्झेर बोलाएको, म आफै खोजी पसेको होइन। मैले त के भनेको थिएँ म खोजी पसेको होइन, प्रधानमन्त्री र ऊर्जा मन्त्रीले उहाँहरूले बनाउनु भयो हो। मैले जानुभन्दा अगाडि तपाईँले भनेको भए हुन्थ्यो नि त, साथ दिएको भए हुन्थ्यो नि त, तपाईँ त मिलेर काम गरेको। मैले त मेरो रिटायरमेन्ट जुन अवधि अघिल्लो कार्यावधिको सकियो नि, त्यो दिन मैले फेसबुकमा राखेको थिएँ, अब बिदा भएँ भनेर, नमरी बाँचे कालोले साँचे, फेरि भेटौँ मलाई कुनै दिन भनेर। मैले बिदाबारी नै मागेको, म अब आउँदिनँ प्राधिकरणमा भन्ने हिसाबले मैले बिदाबारी मागेको, म खोज्दै पसेको होइन। मलाई अन्याय भइरहेको रहेछ यो केटालाई, अथवा साले केटा भनौँ, सालो केटालाई भन्ने हिसाबले सरकारले ल्यायो। सरकारले के हेऱ्यो भने म क्यापेबल होला, मेरो क्यापेबिलिटी होला, मेरो रेकर्ड होला, त्यो हेरेर उहाँहरूले चाहिँ यसले गर्न सक्छ भनेर दिनुभयो। म खोजी पसेको होइन भन्नु खोजेको।